आको म त मायालाई भेट्नलाई सानो सानो भन्दै मायालाई भेट्नलाई 1 2 3 ह्यापी न्यू इयर 1 2 3 ह्यापी न्यू इयर। अब चाहिँ हामी पोखराबाट मेरो सिंह त अब चाहिँ हामी पोखराबाट लाग्छौँ बन्दीपुर हुँदै हामी लास्टमा गएर चितवनमा विल गो एन्ड सेटल दियो है त। अलिक अहिले चाहिँ अलिक भ्लग गर्ने माहौल छैन भनेको पनि छौँ, त्यही भएर सियो होइन। अब हामी चाहिँ यहाँ यो कुन ठाउँ हो? बन्दीपुर जाने बाटोमा चाहिँ टक्कसँगले भात खाना रोकेको छ। अब भात खाने जाने यसको अनुहार चाहिँ निस्केन अरे। लु के भन्न चाहन्छस् त? हेलो एभ्रिवान, हामी खाना खान आएको छौँ बन्दीपुरमा। खाना खाँदैछौँ, खाना खान लागेको। बाई, यति नै भन्छु। उहाँ चाहिँ भेजी हुनुहुन्छ अनि उहाँ खाना चाहिँ सुरुमा आउँछ। यता भ्लग देखाउन सक्छु। यो चाहिँ हाम्रो भ्लगरको मुकेशको केटाहरू चाहिँ खाँदैछन्, मलाई चाहिँ आएन होइन। म चाहिँ अब हेरेर बसिरहेको छु। यिनीहरूको भुँडी चाहिँ कतिखेर दुख्न थाल्छ मलाई थाहा छैन। मन्सिँदैन भाइ, मासु नदिए मन्सिँदैन। चोके तिमीहरूलाई चोके लागिसक्यो है त। मैले मन चाहिँ चोके छ। तिमीहरूको भुँडी दुख्छ। म चाहिँ अझै बिरामी हुन्छ। हामी अब भात खाएर निस्किसकेका छौँ होइन। यो हामी सिआर हाम्रोबाट छिटो ढोकामा हामी चाहिँ अहिले कहाँ छौँ? हामी बन्दीपुरतिर बन्दीपुरतिरै चाहिँ छैनौँ, अलिक तल छौँ। खाना बन्दीपुर नै भन्छ यो ठाउँ पनि। अब हामी चाहिँ खाना खाएर टक्कसँग निस्किसक्यौँ होइन। अनि अब यसो मुख त देखाउनु पर्यो। अब मेरो लुक चाहिँ कस्तो छ भनिदिनु। तँलाई खाना कस्तो लाग्यो? खाना त अलिक वाक्क भयो होइन? बनाउनु पर्ने। कस्तो भयो? बाटोको खाना बिहान खाइएको थियो। बिहान खाएपछि अलिक छिटो भयो क्या। अलिक छिटो भयो। खाना मन नलाग्नु पर्ने, ग्यास हुँदैन यस्तो हिजोतिरको कम्पेरिजनमा छिटो र पनि ग्यास। तर फेरि के हुन्छ भने अहिले खायो भने अहिले खाएको थिएन भने एकैचोटि बेलुका हुन्छ क्या। अहिलेको लागि चाहिँ सिउ। अब हामी चाहिँ केवल काठमाडौँ जाँदैछौँ। यहाँबाट केवल काठमाडौँ ठाउँ छ भनेर मान्छेले भन्दैछ, हो कि होइन? कति सत्य तथ्य हो थाहा छैन। नगर्नु आँट्छ चाहिँ तँलाई नभन्दा मम्मीले भनेको नि रसाउँछन् आँखा बुझिन मैले जन्म किन जब तिम्रै हुन केही भन्दिन उहाँ रहेछ केवल कारहरू रहेछ होइन। चढिदिने हो, लाइफ टाइम एक्सपिरियन्स हुन्छ होइन। तर म आउने नै हो, बन्दीपुर आइरहन्छु। बन्दीपुर पोखरा बन्दीपुर त म आइरहन्छु। अब साह्रो नभन यार, मेरो भ्लग नबिगार्नु। कुनै नल्सी लाग्यो भने बाइकमा चल्दिहाल्ने होइन त। नेचरसँग होइन म नेचर रमाउन म त हेलिकप्टरमा चढ्न आउँछु। यो नेचरसँग रमाउन पृथ्वीनारायण छ होइन? खोइ पैसा धेर भइरहेको छ हेलिकप्टर ओइ हो त एउटा। भानुभक्त हो। भानुभक्त उहाँ चाहिँ भानुभक्त दाइ हो नि। भानुभक्त दाइ। ल यहाँबाट चाहिँ अब गेट रहेछ होइन। उहाँ चाहिँ हात्ती रहेछ, पाहाडमा पनि हात्ती देख्ने पहिलो ताली होइन।
हात्ती पनि धुँदैछ नि बच्चा हात्तीको बच्चा चाहिँ यहाँ हात्तीको बच्चा पहाड हो यता हेर्नु यतिको साथी चाहिँ चाहिन्छ क्या यतिको साथी अमा मिलाउने हमा हात्तीमा स्पेयर पेन्ट हुँदैन हेर्न के पेन्ट ल। फेरि भन्दा स्प्रे पेन्ट यो माथि चाहिँ अब सबैसँगले होइन फेरि फेरि ब्लगमा फेरि यताबाट जानुपर्छ साथी हो यहीँबाट चढौँ न कहाँ पुग्नु तिमी यहीँबाट चढौँ हो भगवान्हरू जानु भने यहीँ त मुझे यहाँ केबल कारको बिल्डिङमा पुग्छ होला यताबाट हिँड्न अनि केबल कारको बिल्डिङ त जाने जय गणेशजी घुमाउँदै कता जानु हो कि भगवान् केही भन्नु छ एकदम मजा आइरहेको छ उकालो 90 डिग्री चढिरहेको छौँ हामी अहिले 9:45 हो 45 पनि 25 हो त्यो भगवान् पनि साइन्स पढ्यो भने तिमीले साइन्स सिएसआइटीको एक्जाम पास गरेको होइन फुस्के छ तिमी रक्सी धेरै खाएर टुरमा सिधा हेरेर हिँड्न त लाम आको म त मायालाई भेट्नलाई मनको प्यास अहिले कहिले फर्किसाल फ्लोटिङ कन्टेनर बनाइरहेको छु यहाँ सूर्यदेव हुन्छ सिद्धार्थ मन्त्र पढ्दै थियो एउटा ओम सूर्यदेव हे नमो नमः यही हुन्छ जादु 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 त यहाँ छ त ओम 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 सिद्धार्थ जय महादेव जय महादेव आइया बन्दुकपुर केवल के बोल्दिनु बस्नु 2 शब्द बोल तैँले बोले कहाँ भ्यू आउँछ के बोल्दिनु बोल्दैन ल अहिले चाहिँ हामी कोही प्रमोसन हुँदैन नि एकचोटि पैसा काम दिनु दिनु। पर्छ नि यहाँ चाहिँ सरले टिकट लिँदै केवल कार चढ्ने अरे अब अहिले चाहिँ हामी बन्दीपुरको केबल कारमा छौँ होइन अँ अब सबै हामी एउटा केबल कारमा गर्छौँ बन्दीपुर माथि गएर त्यसो यहाँबाट हेर्नु न व्हिल केवल कारको व्हिल चाहिँ यस्तो हुँदो रहेछ है चढ्न नआएको क्या के भन्नु छ हामी टुरमा एकदम रमाइलो गरिरहेको छौँ अब केवल कार चढ्न आँटेको होइन काउबोय हेलो बेबी के छ खबर एकदम आज हामी केबल कार चढ्न आएको छौँ यहाँनिर दामी तरिकाले Dizzy, anything to say? What? Anything to say? Too much tired. Sunny day. What is? हालिदिन्छु भाइ के छ कम्प्युटर Bandipur is rock. रक के भन्नु छ के भन्नु छ Got me, guys. Got me. सानो 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 भन्दा एकचोटि साने सानी टेन्ट यहाँ चाहिँ होइन अब लाइन बस्नु पर्दो रहेछ भित्र छिर्नलाई बाँड्नु हुँदैछ सरले चाहिँ टिकट बाँड्नु हुँदैछ अब हामी चाहिँ केवल कार चढ्न लाग्दैछौँ केवल कार टिकट आइसकेको छ कोही मान्छे यस्तो गर न तालु नदेखाए हल्ला गर्दैछौँ यस्तो रहेछ कुरा चाहिँ यहाँबाट लगभग 9 मिनट लाग्दो रहेछ माथि पुग्न 1.7 किलोमिटर्स
two-way ticket. Student, do not fold QR code, otherwise no scan. Okay. Yes, I'm mad. एराउन्ड 9 मिनट लाग्दो रहेछ माथि पुग्न 1.7 किलोमिटर फर्किँदा पनि त्यही 9 मिनट भने 18 मिनट रहेछ टु वेको टिकट काटेको छौँ अनि आउँदा जाँदा लगभग 18 मिनट लाग्ने रहेछ टोटल यो चाहिँ फोल्ड गर भने क्युआर नचल्ने हुनसक्छ त्यही भएर अब क्युआर उता जाँदा चल्न भने हिँड्दै आउनुपर्ने अवस्था पनि सिर्जना हुनसक्छ होइन पैसा तिर्दा नि पैसा तिर्दा हुन्छ पैसा छैन भने चाहिँ हिँड्नै पर्यो लाइभ वेटिङ गरिरहेको छु मलाई त्यो सर बोल्न खासमा मन पनि यसले बोल्छ वेट गरेको 20 मिनट हो एउटा हल्का 30 सेकेन्डमा आउँछ अरे 30 सेकेन्डमा आउँदा पनि हामी भर्खर माथिबाट आएको छ भने राम्रो रहेछ एकतालीमा 6 जनालाई चढाउँछ अरे 6-6जना 6-6जना गर्दा गर्दै चढाउँदा पनि अझ हामी टाइम मात्रै लाग्छ टाइम चाहिँ होइन मान्छे धेरै रहेछ यहाँ लिफ्ट छ हामीलाई चढ्न दिएन होइन महेश लिफ्ट चढ्छस् चढ्छस् एक्सपिरियन्स गर्छस् नयाँ कुरा सिद्धार्थ यसको त आधी मात्र फिज लिएको छ अरे ब्रान्डको रेसका आद्य ब्रान्ड तिम्रो त आधी मात्र त भाडा लाइन चाहिँ यहाँसम्म छ आन्टीहरूले लाइन मिच्दिनु भयो आन्टीहरूले लाइन मिच्ने नेपालमा यो मिच्ने र थिच्ने मात्रै छन् सबै होइन जसको शक्ति उसकै भक्ति हुँदैन हामीलाई स्टुडेन्ट भनेर हेरे जस्तो भयो होइन अनि कति रिक्वेस्ट गर्ने लाइनमा बस्दिनँ भन्दा जबरजस्ती टेकेर गए जसको शक्ति उसकै भक्ति र थिच्ने र मिच्ने चाहिँ घटाउनु देखिँदैन अहिले अलिक अगाडि हाम्रो दाइको छ प्लिज जानु सकिन्छ तर हिँड्न सम्झौता थियो होइन एकदम ठिक हो के भन्छ सिद्धार्थ त ठिकै हो यार हो यहाँ हेर्न बाडो आइ गर्दैन लाइनमा उभिएर गलेको छु यार त्यस्तो काम नगर्ला त गभर्मेन्टमा त्यसलाई पत्तै आएन तँलाई त मिसिनले पनि पत्तै आएन त स्पेसल यस्तो क्या हेर्दै जो अलिक ओए पाडो के भन्छस् त केही भन्दिनँ हौ अहिले यस्तो गरिदेऊ न होइन मासले गर्दै त मुखले हो पाउ लाइन मिच्ने समस्या भएर चाहिँ होइन सबैजना बिच्केको अवस्था छ सर पनि बिच्किरहनु भएको छ यस्तो रहेछ यहाँ अलिकति व्यवस्थित बनाउनलाई चाहिँ ब्याङ्कको जस्तो टोकन टिकट राख्ने काट्ने अनि ब्याङ्कको जस्तो टोकन सिस्टम दिने सबैलाई वेटिङ रुममा राख्ने अनि टोकन सिस्टमबाट 1 2 3 को आउनु 2 3 अलिकति व्यवस्थित हुन्छ केही काम छैन यहाँको म्यानेजमेन्टको कामै छैन आउँछ कामै रहेनछ क्या यहाँको म्यानेजमेन्टको जो आउँछ सोच आउँछ छिराउँछ हामी बसेको लगभग 1 घन्टाभन्दा ज्यादा भइसक्यो 1.5 घन्टा भयो 1 घन्टा एक मलाई घाटा लागिसक्ने टाइम 1 घन्टा भइसक्यो वेट गरेरै मान्छे अगाडि छिरेको गइछन् मिनेटको 0.01 पाउन्डले हिसाब गर्दाखेरि त्यति घाटा भइसक्यो मलाई सो गाइज बन्दीपुर हिल्सको टिमलाई चाहिँ यही सजेसन छ कि त्यो कुराको अलिकति ध्यान राख्नु किनभने को कहाँबाट आएको हुन्छ टाइम म्यानेज नहुनसक्छ जो आयो जति बेला आयो त्यही हो त्यो चाहिँ मिलाइदिनु पर्यो होइन किनभने सबै लोकल हुँदैन नि त यहाँको लोकल भन्ने आइमाईहरूलाई अगाडि लाने त्यस्तो गर्न थाल्नु पाले आउँदैन बन्दीपुर हिल्स चाहिँ हाम्रो रिक्वेस्ट पिआइटी वाल्मिकीको रिक्वेस्ट झापाबाट रिक्वेस्ट के छ भन्दा प्लिज त्यो कुराको ध्यान गरिदिनु
सोर्स ल्याउने लाइन पेलिरहेको हालिहाल न होइन तर हामी केही भन्दैनौँ आमेको नि भिडियो चाहिँ गर्नुपर्छ क्या आमेको नि भिडियो गर्नुपर्छ क्या त्यो पोस्ट हो त्यही भएर चाहिँ म्यानेजमेन्टलाई चाहिँ स्टेब्लिस लिन जरुरी छ नत्र तिमीहरू केही काम फाइनली आफ्टर लङ वेट हाम्रो पनि पाल आइसकेको छ होइन यहाँ हाम्रो कार फाइनली अब हाम्रो टर्न आउन आँटेको छ बल्ल 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 यो म्यानेजमेन्टले गर्दा नि हेर्दैछ होला म्यानेजमेन्ट नभएर क्या सुरुमा खासमा चाहिँ एक्लै बसेर आएको छ आउँदा चाहिँ मजाले आउँछ टाढो चाहिँ होइन रहेछ नि 3 स्टेप जानुपर्छ कस्तो ठाडो उतार रहेछ यार टाढो पनि होइन कि हो अलिक रिलिङ चाहिँ हो क्या र नि के हो अलिक रिलिङ चाहिँ हो क्या र सवारी चाहिँ आयो म त टिलपट्टि बस्छु के गर्छ ल फाइनल्ली सर र एउटा त्यहाँ बसेर अड्क्यो त हाम्रो त यस्तो ठाडो सिद्धार्थ डराइदिएन ओए माता चढेले काम 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 छेर्ला चाहिँ माछाले बप्पा बप्पा यस्तोमा चाहिँ कसरी चेन्ज हुन्छ हामी एकतालि चन्द्रगिरीमा बन्द भएको थियो क्या बिचमा अनि हावा पुरा चलेको थियो हावा चलेर बन्द भयो कि यस्तो क्या मायालाई भेट्नलाई अब यहाँ आएर चाहिँ अड्कियो होइन यहाँ आएर चाहिँ अड्केला यहाँबाट चाहिँ पुरै ठाडो जान्छ रहेछ गियर चेन्ज एक गियरमा हो क्या तल 3 गियर त लाग्दैन होला हौ साथी होइन नि यो उकालोमा टाइम लाग्ला नि त झर्दा चाहिँ छिटो आउँदो रहेछ यो उकालोमा तलबाट पुरा लागेको खोइ गइसक्यो अब हेर्नुहुन्छ ठाडो भएर हो अड्केको चाहिँ कस्तो हुँदो रहेछ हेर त त्यो एउटा यस्तो क्यापोले मात्रै हुँदो रहेछ यस्तो पेटिक्क बन्नु त सक्यो त त्यही त नि डर लाग्यो प्रभु सिद्धै गएर ढोकिनु अब डराइदैन माता चढाइदैन प्रभु एउटा कुरा सोच केटा हो यो यसको ब्यारिङ हुन्छ नि जुन यो ब्यारिङले नि त होला नि चलेको त इफ इन केस केही त फेल खानु र यो यस्तो ठाडो ओह्रालोमा चाहिँ चिप्लिनु भने कस्तो गइन्छ होला सोच ध्वनि उड्नु तर पहिलाको मनोकामनाहरूको थियो नि त्यसमा चाहिँ यस्तो अड्काएको हुन्छ नि यस्तो यहाँ मात्र हुन्थ्यो क्या तिनीहरू चाहिँ यसो यो पनि त त्यस्तै छ नि दोस्त होइन यो अझै मजा लागेको रहेछ कि यस्तो चाहिँ हुनु क्या केटा हो यो चुट्टिएर झर्नु अरे क्या हामी के हुन्थ्यो मर्थ्यौँ नि मुजी के हुन्थ्यो ब्लग चाहिँ अपलोड हुन्थ्यो है कसैले त मोबाइल भेट्छ लास्ट चाहिँ भेटिँदैन त्यो गाइस ब्लग चाहिँ अपलोड
यता हेर न यता उयो चाहिँ अब यो पनि सिसा हुनुपर्छ क्या अनि बबल हुन्छ त्यो अघिको त्यो यस्तो भएर खाली बेलामा आउनु भन्दा मर्ने रहेछ मान्छे त शीतल शीतल हुने त्यसमा है लड्यो भने त मर जाने त्यहाँ भनेर जानुपर्छ लगभग हामी अब यहाँ ठोकिन्छ त ठोकिन्छ तर यहाँ त ठोकेर लडे पनि यही लडिन्छ त केही छैन फटाफट पार्छ र अब कस्तो लाग्छ केटा अरे गाइस निस्किन रेडी हो लास्टमा आएर त निस्किन बच्चा आयो बच्चा मुकेश